मॉर्निंग आज हामीले के खाने टमाटरको अचार यस्तो गर्नु हुँदैन यस्तो मिठो अचार भाजी सोच लागिरहेछ आज चाहिँ हामी चाहिँ म्याराथनमा त हामी गएन तर हामी चाहिँ रन विथ फन जस्तो भनौँ न उसमा गएको थिएँ अहिले भर्खर हामी त्यहाँबाट आएको हामी रन त गरेन हामीले चाहिँ वक मात्रै गऱ्यो क्या हामीले 5 किलोमिटर मात्रै वक गरेँ त्यहाँ पनि अलिअलि खाएर यसो आएको छौँ क्या हामी आएर यो साग बनायो भुजा बनायो बनाएर अब खाने टाइममा खाएर फेरि टाइममा आफ्नो अरू काम गर्नु पर्यो भनेर हजुरले हुन्छ मैले चाहिँ चाउमिन जस्तो बनाएर खानुपर्छ क्या चाउमिन जस्तो बनाएर चाउमिन जस्तो खाँदा कति मिठो हुन्छ नि हजुरसँग कुरा गरौँ है जो फ्यामिली अब आजकल त हामी धेरै न्युक्लियर फ्यामिलीमा बस्छौँ नि होइन आमा बुवा छोराछोरी मात्रै बसिरहेछौँ त्यसको अलग्गै फाइदा छ फ्रिडम छ अन्त धेरै कुरा फाइदा यसमा हुन्छ तर यसको घाटा पनि धेरै हुन्छ क्या के घाटा हुन्छ भने पहिला त अब जोइन्ट फ्यामिली हुन्थ्यो जोइन्ट फ्यामिलीमा बच्चाहरू हेर्ने त्यति प्रब्लम हुन्थेन आमा सासु ससुराले नै हेरिहाल्नुहुन्थ्यो नि त सँगै बस्नुहुन्थ्यो सजिलो हुन्थ्यो अलिकति अझै डिसिप्लिन पनि हुन्छ कि फ्यामिली किन टाइममा उठिन्छ टाइममा खाना पकाइन्छ टाइममा खाइन्छ अलिकति न्युक्लियर हुने बित्तिकै हामी आफ्नो अलिकति चाहिँ अब कम्फर्ट जोन अलिक फरक भइहाल्छ नि त यो एउटा कुरा सेयर गर्छु है म हजुरहरूसँग धेरै पहिला अहिलेको कुरा होइन यो धेरै पहिलाको कुरा जब मेरो बाबु पनि यहीँ थियो त्यति बेला चाहिँ मेरो इनलजहरू आउनु भएको थियो क्या बस्नको लागि मेरो बाबु 2-3 महिना यसो बस्नुको लागि बेला बेलामा आइरहनुहुन्थ्यो मेरो मम्मीलाई चाहिँ अलिकति आजमा छ क्या सासूलाई अनि उहाँलाई प्रब्लम हुन्थ्यो बस्न सक्नुहुन्थेन धेरै अक्सिजन लेभल डाउन हुन्थ्यो अनि जानुहुन्थ्यो महेन्द्रनगरतिर तर योपालि त 1 इयर भइसक्यो चाहिँ मजाले बसिरहनु भएको छ अक्सिजन लेभलको त्यति प्रब्लम आएको छैन प्रब्लमै आएको छैन भनौँ न त्यो त मजाले बस्नु भएको छ र त्यति बेला मेरो बाबु चाहिँ आई थिङ्क 4-5 मा थियो होला डिसिप्लिनको कुरा मैले सोचिरहेको छु कि म यो कुरा मेरो एकदम दिमागमा लागेको छ एक दिन चाहिँ मेरो बाबुलाई एमरु तल आऊ न बाबु तल आऊ न गर्दै थिएँ अनि मेरो बाबु सरप्राइज मम्मीलाई के भयो मम्मी किन यसरी बोलिरहेछ भनेर अन्त म चिच्याएर बाबु तल आऊ भने हुन्छ नि अब एक्लै हुँदाखेरि त छिटो आऊ एमरु भने चाहिन्छ नि त मलाई मम्मी के भयो हजुरलाई किन यस्तो बोलिरहनु भएको छ भन्दै थिएँ मैले भने पापा बसिरहनु भएको छ ससुरा बसिरहनु भएको थियो नि त सो यो एमरु आऊ यसो भनिन्छ होइन अनि अब एक्लै हुँदाखेरि त अब त्यो स्वर अलिक फरक भइहाल्छ कमान्डिङ अर्कै हुन्छ बुवाको अगाडि त यसरी हुँदैन मलाई यस्तो हाँसाएको मेरो छोरोले अहिले हँसाइदियो के हाँसेको मेरो बाबु बुवासँग डराइसिन्छ हजुर बुवासँग डर लाग्छ हजुरलाई भन्दै हाँस्दै बसेको थियो त म आफूलाई सम्झेर कि म आफै डिसिप्लिन पनि त भयो नि त यसो चिच्याएर बोलिन्छ या अब आफू नहुँदाखेरि बोलिन्छ नि त खाना अलिकति कहिलेकाहीँ यसो चाउर ढिलो भए पनि केही फरक पर्दैन तर यो लस हुँदाखेरि खाना टाइममा हुनुपर्छ होइन धेरै कुरामा डिसिप्लिन हुन्छ होला जस्तो लाग्छ मलाई अरू बच्चाहरू पनि अलि हेल्प हुन्छ आफू पनि डिसिप्लिन हुन्छ कोही ओभरै डिसिप्लिन गर्ने परिवार भयो भने त्यो गाह्रो छ फेरि नत्रै राम्रो परिवार राम्रो फ्यामिली भइदियो भने त सजिलो छ मेरो त एकदम सजिलो थियो मलाई त केही भन्नुहुन्थेन बुवाले तर त्यो आफै एउटा रिस्पेक्ट हुन्थ्यो कि यसरी बोल्नु भएन भनेर
अरू बेला हाम्रो तल छिटो भनिन्छ अरू त्यति बेला हाम्रो तल आऊ न बाबु भन्दा कि मेरो छोरा सक के भयो मम्मीलाई भनेर सो बच्चाहरू पनि सानो सानो कुरा हुन्छ नि उनीहरूको अहिले पनि कुरा गर्दाखेरि बाबु तिमीलाई के याद छ भने उनीहरूलाई सबै कुरा याद हुँदो रहेछ कि बुवाले के खानुहुन्थ्यो अरे बुवाले कस्तो गर्नुहुन्थ्यो अरे होइन कस्तो इम्प्याक्ट पर्दो रहेछ कि हजुरबा हजुरआमाको बच्चाकोहरूको माथि उनीहरूलाई अब आफ्नो छोराछोरीभन्दा नाति नातिनी एकदम मन परेर हुन्छ होइन एन्ड बच्चाहरूलाई चाहिँ पनि आमा बुवाले त अलिकति टाइम टाइममा कराउने अलिक स्ट्रिक्ट राख्ने यस्तो गर्ने हुन्छ नि त हजुरबाले त बाबु भनेर छोडिदिनु हुन्छ नि त त्यो रिलेसन धेरै फरक हुन्छ जस्तो लाग्यो मलाई त आफ्नो हजुरबा हजुरबा कति याद आउनुहुन्छ यार मेरो अहिले पनि मेरो आमा हजुरआमा हुनुहुन्छ नि मेरो अहिले पनि नानी भने मम्मीको मम्मी कस्तो अहिलेसम्म त हेल्दी नै हुनुहुन्छ के अरे अब हेरौँ भगवान्ले राम्ररी उहाँको हेल्थ राखिदियोस् सो त्यही भएर बच्चाहरूसँग आई थिङ्क यो जोइन्ट फ्यामिलीको एउटा अर्कै मजा चाहिँ छ घाटा पनि छ होला किन बन्देजमा भन्नु पऱ्यो भनेर हुन्छ आजभोलिको अब मान्छेहरूले पनि पहिला हाम्रो एजको मान्छेहरू त अब त्यति बेला भनौँ न न्युक्लियर फ्यामिली गर्न रोचाएको त हो नि हो त्यो भएर अब सबै न्युक्लियरमा भएर बिहा गरे कि कति महिनादेखि त गइहाल्ने अलग बसिहाल्ने भन्ने चलन भइसकेको छ नि त कोही कोही जबले गर्दा जान्छ कोही कोही रहरले गर्दा जान्छ आज चाहिँ मैले सिम्पल भुजा खाएको साथीहरू म आज अलिकति ढिलो पनि भयो नि त त्यो रुन्थ्रुमै त मैले अर्को भिजा भिजाएको थिइनँ सिम्पल भुजा काउलीको तरकारी साग अचार मिक्स अचार म अलिकति मेरो नुन अलिकति उहाँ एकदम कम खानुहुन्छ म अलिकति थोरै ठिक्क खान्छु म नुन त्यही भएर हर कुराको नि राम्रो पक्ष र नराम्रो पक्ष हुन्छ आजभोलि बच्चा अब घरमा केयर गर्ने मान्छे नभएर उसलाई बाहिर केयर गर्ने ठाउँमा राख्नु परेको छ क्रेचमा राख्नु परेको छ आफ्टर स्कुलहरूमा राख्नु परेको छ त्यसको पनि एक्स्ट्रा पैसा तिर्नुपर्छ त्यो पनि फ्रीमा त हजुरको बच्चा कसै राखिदिँदैन अब त्यस्तै हो यो क्रेचहरू झन् झन् महँगो हुँदै जान्छ किनभने यो त पेरेन्ट्सहरूको एकदम निड छ पेरेन्ट्सहरूलाई एकदम चाहिन्छ यो एन्ड मान्छेले जब पनि पाउँछ तर खै अब कतिको जुन माया जुन के हजुरआमाले गर्नुसक्छ हजुरबुवाले गर्नुसक्छ त्यो फेरि सबैले गर्न नसक्ने पनि सक्ने होला कोही कोही मैले सुनेअनुसार मेरो पनि यताउता हेर्दाखेरि चाहिँ कोही कोही हजुरआमाहरू वास्ता नगर्ने पनि छन् एक दुईवटा त मैले देखेको छु कति फेरि धेरै वास्ता उनीहरूको बच्चा छ उनीहरू आफै हुर्काओस् भन्ने खाले पनि मैले सोच देखाएको छु हामीले आफ्नो हुर्काइसके हामीले गरिसके अब हुर्काउनु त उनीहरूले सबैले हुर्काएकै छ तर हामीले गरिसके उनीहरूले गरोस् आफ्नो काम भने जस्तो पनि छ राइट त त्यो पनि राइट हो निडको बेला मात्रै हेल्प गर्ने त हो जस्तो लाग्छ मलाई आफ्नो बच्चा त आफै हुर्काएको राम्रै हो नि होइन बच्चा बुझ्यो भयो हजुरलाई अलिक बढी भइहाल्यो यति के राख्ने अब होइन सब खाइदिन्छु